अब चाहिँ म आलुको भुजिया पकाउँदैछु। तेल तातिसक्यो, यसमा खुर्साले एउटा हालिदिए अनि त्यस पछाडि चाहिँ यो आलु हालिदिए। यता चाहिँ आज साउन 15 गते हो, पुरी खिर साँझमा खाने। अहिले नै दाल उसिनेर पुरी चाहिँ पकाएर राखिहाल्छु। त्यसको लागि यो दाल दिएको उसिनको लागि। बुझ्नुभयो साथीहरू। भुजियामा चाहिँ नुन बेसार पनि मैले राखिसकेँ र यो दाल चाहिँ चनाको दाल हो, त्यसमा बेसार राखेर मैले उसिन्न हालेको छु उबाल्न। त्यो भन्न नै बिर्सिहालेको थिएँ। अब सागको फोरन पाकिसकेछ। अब साग हाल्दैछु यसमा। हेर्नु साथीहरू, अब साग पनि पाकिसक्यो मेरो। अझै पनि साग छ। हिजो साँझमा खाए, आज अझै पनि साग छ। भोलि अलिकति छ, भोलि पनि पकाइहाल्नुपर्छ। धेरै साग ल्याइदिनु भएको थियो। अब यता दुध पनि तातो गर्दैछु। दुध तातिसकेपछि खिर पनि एकछिन पछाडि पकाउँछु। अब जय श्री राम।